गृहमन्त्रीलाई अब चाहिँ हामी अल्टिमेटम दिन्छौँ कि त काम गर कि त कुर्सी छोड। हामीले तपाईको 84 को चुनावलाई 82 मा सार्नलाई कुनै पनि यत्रोजना मान्छे मर्नु छैन। त्यो भन्दा तपाईको केपी ओलीलाई यत्रो आन्दोलन गरेर तपाईको ल है चुनाव चार्दिनु भनेर सार्थ्यो होला नि त। त्यसो भए भित्रबाट हामीले आवाज उठाउँदै यसको लागि विशेष गरी हामीले कति कदमहरू हामीले चालिराख्यौँ हैन। सहकारी पीडितहरूले हामीले सुरुको दिनदेखि हामीले उहाँहरूलाई भेटेको, उहाँहरूको पीडा सबै बुझ्यौँ हैन। त्यसको लागि काम गर्नुपर्ने कुरा। अब फेरि तपाईको यहाँ काम यहाँ त फेरि तपाईको के भनिदिन्छन् भन्दाखेरि कसले अधिकार दियो हैन। तपाईको उहाँहरूको के पो हो त्यो शब्द पनि तपाईको के पो थियो तपाईको यसलाई अधिकारको पहिला के भनेको थियो यसले अधिकार कहाँबाट पायो हो कि यस्तो के भनेर एकचोटि ट्रोल गरेको थियो नि हामीलाई है। सो यस्तो छ क्या तपाईको मान्छेको दुःखमा हामीले भित्रबाट हामीले काम गर्दाखेरि पनि यो मान्छेहरूले चाहिँ अरूले दुःख नै पाओस् भनेर चाहन्छन् के हैन। अनि त्यही भएर हामीलाई तपाईको नराम्रो भन्नेदेखि नै अनेक कुरा प्रयासहरू गर्छन्। तर हामीले तपाईको सहकारी पीडितको लागि भित्रबाट लडिरहेको थियौँ। कति कुराहरू तपाईको उहाँहरूसँग संवाद, उहाँहरूसँग भेटघाटदेखि लिएर हरेक कुराहरू लडिरहेको थियौँ। र यो लड्दै गर्ने क्रममा पनि तपाईको अब बोथ साइड अफ स्टोरी सुनौँ न त। अब उहाँको रवि लामिछानेको कुरा पनि के हो, एउटै ठाउँदेखि तपाईँको 5 ठाउँमा मुद्दा ल्याएर तपाईँको घुमाएको छ, प्रोसेस बुझ्नु खोजेको छ। अब उहाँसँग भेट्दाखेरि तपाईँको उहाँले धेरै कुराहरू गर्नुभयो, आफ्नो मन दुखाउनु भयो होइन। अब मलाई यसरी गरेको छ सुन्दर भाइ, अब यसरी गरेर मलाई अन्याय परेको छ होइन। अब एउटा मान्छेलाई तपाईँको यति साह्रो भुलायो यिनीहरूले, यति साह्रो दुःख दियो कि यो तपाईँलाई भन्नु पनि म सक्दिनँ होइन। अब यसको लागि अब अहिले आएको सरकारले पनि तपाईँको सहायता गर्नुपर्ने, अहिले आएको सरकारले पनि तपाईँको केही सहायता गरेर होइन। र अब सहायता गर्नुहुन्छ होला भनेर हाम्रो अपेक्षा छ भन्ने चाहिँ उहाँले कुरा गर्नुभयो होइन। अनि त्यही अनुसारमा तपाईँको अब के हुन्छ नि कुरा भनेर खासमा हामीले बुझ्दाखेरि अब उहाँले पनि अब मलाई तपाईँको छानबिनै गर्नुपर्छ भने चाहिँ बरु अर्को आयोग बनाएर भए नि मलाई छानबिन गरियोस्, अझै कडासँग गरियोस् होइन। यसमा मलाई कुनै टेन्सन छैन होइन। मलाई फेरि अझै छानबिन गरोस्, बरु म दोषी छु भने अझै मलाई भित्र राख्नुहोस्। तर यो अहिले दोष लागिरहेको कुरा तपाईँको कति ठाउँमा कुरा तपाईँको म अब 200 वर्षसम्म पनि यो मुद्दा लडेर भ्याउँदिनँ भन्ने कुरा चाहिँ उहाँले गर्नुभयो होइन। अब यसमा भनेको अब हामीले एनालाइसिस गरेको अनुसारमा अब उहाँले पनि अब तपाईँको उहाँ पनि आफै पीडामा हुनुहुन्छ होइन। अब हामी सबै जनताहरू पीडामा छौँ। उहाँले कोही राम्रो काम गर्छु भनेर उहाँ नै अगाडि बढिराख्नु भएको मान्छे। अब हामी पनि केही राम्रो गर्छु भनेर अगाडि बढिरहेको मान्छे चरित्र हत्यादेखि लिएर अनेक देख्नुभयो तपाईँहरूले होइन। यो सबै कुरा तपाईँले प्रश्न देख्नुभयो। एउटा साधारण मान्छेलाई कसरी तपाईँको राम्रो गर्छु भन्दाखेरि तपाईँ खेलाउनु सक्दो रहेछ। साइबर सेना लाएर होस्, पैसा खर्च गरेर होस्, कि तपाईँको के किनेर होस्, कि मान्छे लगाएर होस्, खेदाएर होस् होइन, आफ्नो संयन्त्रलाई चालु गरेर होस्, यो सबै उहाँहरूको पहिलादेखिको स्ट्राटेजी हो। देशलाई राम्रो गर्न आउँछौँ भन्ने मान्छेलाई चाहिँ फसाउनुपर्छ।